नमस्कार, म निर्मला गिरी। म दैलेखमा जन्मिएको एउटा नेपाली चेली हो। काठमाडौँमा कर्म गर्थेँ। अहिले सरकारी जागिरबाट राजीनामा दिएर म अहिले अमेरिकाको मायामी आइल्यान्डमा म पारिवारिक भेटघाटको क्रममा छु। नेपालमा भइरहेको अहिलेको स्थिति, अहिलेको घटना दुर्घटना सबैको सामाजिक सञ्जालबाट साक्षात्कार भइरहेको छ। असाध्यै चित्त दुखेको छ। ती साना बालबच्चाहरू जुन स्कुलको ड्रेसमा लगायत अरू युवाहरू, देश बनाउने युवाहरूलाई तातो गोली खाएर ढलेका छन्। कसैले शहादत प्राप्त गरिसके भने कति हस्पिटलको बेडमा लम्पसार परेर उपचारको याचना गरिरहेका छन्। अब तुरन्तै यहाँबाट नेपाल आउन सकिँदैन। यदि म नेपालमा भएको भए म यति बेला के शहीद भइसक्थेँ, मैले केही न केही गरिसक्थेँ। मैले मात्रै गरेर केही हुँदैन। हामी सबै मिलेर हाम्रो देशलाई बचाउनु छ। कृपया सबैले शान्तिपूर्ण तरिकाले, शान्तिपूर्ण ढङ्गबाट सबैले देशको लागि कर्म गरिदिनु होला। देशको प्रगति उन्नतिको लागि सबै जुटिदिनु होला। म बिन्ती प्रार्थना गर्दछु। अमेरिकाको विभिन्न सहरहरूमा परिचय गर्दाखेरि कहाँबाट तपाईँ भनेर सोद्धाखेरि नेपालबाट भन्दाखेरि अबुई नेपालमा त कस्तो हुलदङ्गा भइरहेछ। हामी नेपाल जान खोजिरहेका थियौँ, नेपाल घुम्न जान खोजिरहेका थियौँ, तर नेपालमा त एकदम ठुलो आन्दोलन भइरहेछ, गोली चलिरहेछ भनेर यो सन्देश संसारभरि फैलिएको छ। संसारभर नेपाली भनेपछि छिछि र दूर गर्नुपर्ने अवस्था आएको छ। नेपाल बुद्ध भूमि हो। नेपाल बुद्ध जन्मेको देश हो। सीता भृकुटी नेपालमा जन्मिनु भएको। विभिन्न ऋषिहरूले तपस्या गरेर सिद्धि प्राप्त गरेको भूमि हो। देवी देवताको देश हो। नेपालको जस्तो प्राकृतिक सुन्दरता अरू संसारमा कहीँ भेटिँदैन। यदि नेपालमा सहज वातावरण भएको भए हाम्रा धेरै युवाहरू विदेशतिर पलायन भएर विदेशतिर आएर यसरी काम गरेर घोटिएर दुःख पाउनु पर्थेन। हाम्रो भूमिमा जति जे गर्दा पनि प्रशस्त दिएकै छन् प्रकृति सत्ताले। तपाईँ हामी मिलेर नै एउटा देशको लागि अगाडि बढ्नु छ, देश बनाउनु छ। हाम्रो देशमा यो अनीति, अन्याय, अत्याचार, नशा, मांसाहार, भ्रष्टाचार, बलात्कार, गौहत्या, चरित्रहीनता जबसम्म रहिरहन्छ तबसम्म देश उभो लाग्ने छैन। सत्तामा बस्ने सत्ताधारी नेताजीहरू, कर्मचारीहरू, सम्पूर्ण साथीहरू, कलाकारहरू, पत्रकार साथीहरू सबैजना मिलेर देशको प्रगति, देशको उन्नतिमा लागौँ। तपाईँ हामी एउटै आमाका सन्तान हौँ। हाम्रो अहिले जो मरे पनि तपाईँ हाम्रै सन्तान हुन्। यदि तपाईँहरू अगाडि बढ्नु हुँदैन, अगाडि आउनु हुँदैन, खालि फेसबुकमा तर्क वितर्क कुतर्क गरेर घरमै थचेर बस्ने पनि मैले धेरै देखेको छु। देशमा दन्दनी आगो बलिरहेको छ। यहाँ फेसबुकमा च्याट गरेर हेलो हाउ आर यु, वेयर आर यु भनेर भन्ने मान्छेहरू धेरैलाई मैले चाहिँ ब्लक गरिसकेँ होइन। देशमा हुने मान्छेहरूलाई चाहिँ देशको चिन्ता छैन। हामी प्रदेशमा हुनेहरूलाई देशको कति चिन्ता छ। देशको माया तपाईँहरूले बुझ्नुहुन्छ। जब आफ्नो भूमि छोडेर प्रदेशमा गएर नेपाली अनुहार भेट्दाखेरि पनि, नेपालको झन्डा देख्दाखेरि पनि एउटा म त हेर्नुहोस्, म त गीत लेख्ने मान्छे हो। म त नेपाली झन्डाको टी सर्ट लाएर हिँडिरहेको छु। म नेपाली झन्डालाई छातीमा सजाएर म नेपाली झन्डा लिएर जहाँ जान्छु म नेपाली हुँ भनेर गर्वको साथ हिँडिरहेको छु। तर यो गर्व गर्ने अवस्था, गर्व गर्ने समयलाई तपाईँहरूले गर्दाखेरि आज देशलाई कहाँ पुर्याइसक्नु भएको छ। खबरदार, यदि यो नेपालमा आँखा गाड्नेहरू सबैका आँखा फुट्ने छन्। देवी देवताहरूले पनि हेरिरहेका छन्, स्वर्गबाट हेरिरहेका छन्। हाम्रो मातृभूमिलाई कसैले आँखा गाड्न पाउने छैन। एक दोस्रो कुरा, नेपालमा जति भ्रष्टाचार गर्नुभयो, जति अन्याय अत्याचार गर्नुभयो, अब आइन्दा अबदेखि गर्दैनौँ भनेर तपाईँहरूले कान समातेर नेपाल आमासँग माफी माग्नु पर्नेछ। यतिकै कलिला बालकहरूको, अहिले जेनजीका युवाहरूको यतिकै रगत उम्लेको छैन। अब त सम्पूर्णको रगत उम्लिसकेको छ। अन्याय गर्ने, अत्याचार गर्ने, नशा, मांसाहार, भ्रष्टाचार। अब मांसाहार भन्दाखेरि मलाई क्षमा गर्नुहोला, किनभने पहिलादेखि तपाईँहरूले खाएर आएको कुरालाई मैले चाहिँ नखानुस् भन्न खोजेको होइन। खानुस्, जति सक्नुहुन्छ खानुस्, तर मांसाहारले के गर्दछ तपाईँलाई? तपाईँको
चेतना तरङ्गलाई विस्मित पारिदिन्छ। तपाईँको चेतना तरङ्गहरूलाई नेगेटिभ तरङ्गमा ल्याइन्छ। माछा मासु पनि एकदम नराम्रो रहेछ। हो, मैले पनि अन्जानमा मेरो आमाबाउले खान्दिए, मैले पनि खाएको थिएँ, तर यो मांसाहार पनि एकदमै नराम्रो चिज हो। नसा त्यस्तै हो। हाम्रो देशमा नसा जब भित्रियो, जब नयाँ शिक्षा भित्रियो, हाम्रो देशमा के भयो? नैतिक शिक्षा थियो, व्यावसायिक शिक्षा थियो। राष्ट्रगुरु योगी नारायण नाथलाई म नमन गर्न चाहन्छु। उहाँले कति भन्नुभएको थियो, यो देश पवित्र भूमि हो, यहाँ यस्तो शिक्षा नभित्राऊ, कृपया नभित्राऊ, भोलि तिम्रा सन्ततिहरूले तिमीहरूलाई नै लत्याउनेछन् भनेर भन्नुभएको थियो। योगी नारायणनाथलाई कस्तो अवस्थामा पुर्याइयो, के गरियो। त्यस्ता योगीहरू हाम्रो देशमा जन्मेका थिए, अझै पनि जन्मिने छन् र जन्मेका छन्। जेएनजी युवाहरू, तपाईँहरू सबलाई मेरो सलाम। तपाईँहरू अहिले म छैन, तर म तपाईँहरूलाई दिन रात यहाँ साधनाबाट माता भगवतीको साधना गरिरहेको छु। समय हुँदाखेरि साधनाबाट ऊर्जा पठाउने कोसिस गरिरहेको छु। म त केवल के हो र, म एउटा माता भगवती आदिशक्ति जगतजननी जगदम्बाको चरणको एउटा धुलो हो। मेरो गुरु हुनुहुन्छ त्यस्तै शक्तिपुत्र महाराज, उहाँले दिएको बाटोमा म अहिले लागिरहेको छु। जहाँ गए, जता गए पनि, जहाँ रहे पनि प्रकृति सत्ताको गुणगान गाऊ, प्रकृति सत्ताको गुणगान गाऊ, अथवा बिहान बेलुकी जति बेला भ्याइन्छ दुर्गा चालिसा पाठ गर, माता भगवती आदिशक्तिको साधना गर, योग गर, ध्यान गर। अनि अनीति, अन्याय, अत्याचार, भय, भोग, भ्रष्टाचार, यी कुराहरूलाई निर्मूल गर्न तिमी लाग। म पनि मेरो शक्ति, मेरो ज्ञान तिमीलाई दिनेछु भनेर उहाँले पनि हामीलाई भक्ति, ज्ञान र आत्मशक्ति प्रदान गरिराख्नु भएको छ। तपाईँहरू सबैजना मिलेर देश विकासको लागि, देशको उन्नति प्रगतिको लागि लाग्नु होला है। तपाईँहरू सबैलाई शुभकामना छ। खास गरी जेएनजी भाइहरू बहिनीहरू सबैजना एकजुट भएर हातमा साथ मिलाएर, काँधमा काँध मिलाएर देशको उन्नति प्रगति र देश बचाउनेको लागि लाग्नु होला भन्दै म बिदा माग्दछु। नमस्कार, जय माता की।